पहाडको एउटा सानो र शान्त गाउँ थियो सिमलडाँडा। यो गाउँ प्राकृतिक रूपमा जति सुन्दर थियो त्यति नै यहाँका मानिसहरूमा पुराना कथा र विश्वासहरूको जरा गहिरो गरी गाडिएको थियो। गाउँको पुछारमा अलि एकान्त ठाउँमा एउटा विशाल पुरानो घर उभिएको थियो। त्यो घर आजभन्दा करिब 70 वर्ष अघि गाउँका सबैभन्दा धनी र प्रतिष्ठित व्यक्ति हर्कमान सिंहले बनाएका थिए। रातो माटोले लिपेको झ्यालका काठहरूमा बुट्टा कुदिएको र ठूलो आँगन भएको त्यो घर कुनै समय गाउँकै शान थियो। तर आज त्यही घर गाउँलेहरूका लागि एउटा रहस्य र डरको प्रतिमूर्ति बनेको थियो। हर्कमान सिंहको परिवार निकै सम्पन्न थियो। उनका छोराहरू सहर पसे, नातिनातिनाहरू विदेशिए। बिस्तारै हर्कमान र उनकी पत्नीको मृत्युपछि त्यो घर रित्तो भयो। घरका झ्यालहरू ढोका लागेका थिएनन्, तर कसैले भित्र छिर्ने आँट गर्दैनथ्यो। घरको वरिपरि झाडी उम्रिएको थियो र वरपरका रुखहरूले घरलाई अझ अँध्यारो बनाएका थिए। गाउँमा जमिनको भाउ बढिरहेको थियो। मानिसहरू घर बनाउन घडेरी खोज्दै हिँड्थे, तर त्यो आलिशान घर र त्यसले चर्चेको झन्डै 10 रोपनी जग्गा किन्न आजसम्म कोही तयार भएन। किन त? यसको जवाफ सिमलडाँडाका कोही पनि मानिस प्रष्टसम्म दिन सक्दैनथे। कसैले भन्थे त्यहाँ हर्कमानको आत्मा अझै घुमिरहन्छ, कसैले भन्थे त्यो घरले मान्छे खान्छ। तर सत्य के हो त्यो कसैलाई थाहा थिएन। एक दिन गाउँमा एउटा नयाँ अनुहार देखा पर्यो। ऊ थियो सुवास। सुवास सहरमा हुर्किएको आधुनिक विचारधाराको युवक थियो। उनी पेसाले एक लेखक थिए र नयाँ कथाको खोजीमा शान्त ठाउँ खोज्दै सिमलडाँडा आइपुगेका थिए। गाउँको चिया पसलमा बसेर सुवासले जब त्यो पुरानो घरको बारेमा सोध्यो, चिया पसले माइला दाइले लामो सुस्केर हाल्दै भने, बाबु त्यो घरको बारेमा नसोचेकै राम्रो। त्यो घर किन्ने कुरा त परै जाओस्, त्यतातिर फर्केर हेर्न पनि गाउँलेहरू डराउँछन्। सुवासलाई अचम्म लाग्यो। उसले हाँस्दै भन्यो, किन र दाइ? घर त निकै राम्रो देखिन्छ। अलिकति मर्मत गर्यो भने त यो गाउँकै सबैभन्दा राम्रो रिसोर्ट बन्न सक्छ। पसलमा बसिरहेका एकजना वृद्धले सुर्ती मल्दै भने, बाबु सहरिया बुद्धिले पहाडको रहस्य बुझ्न गाह्रो हुन्छ। त्यो घर बेच्न हर्कमानका नातिहरूले धेरै पटक कोसिस गरे। सस्तो मूल्यमा पनि दिन तयार भए। तर जसले त्यो घर हेर्न गयो ऊ कहिल्यै फर्किएर आएन, या त आए पनि उसको मानसिक सन्तुलन ठीक रहेन। तिमीलाई याद छ माइला? 10 वर्ष अघि एकजना व्यापारी आएको थियो सहरबाट। माइला दाइले टाउको हल्लाए। हो, उसले त बैना पनि दिइसकेको थियो। तर एक रात त्यो घरमा बास बसेपछि भोलिपल्ट बिहान ऊ घरको मूल ढोकामै बेहोस अवस्थामा फेला पर्यो। होस खुलेपछि उसले एक शब्द पनि नबोली आफ्नो सामान लिएर भाग्यो। आजसम्म उसले किन घर किनेन र त्यो रात के देख्यो कसैलाई थाहा छैन। सुवासलाई यी कुराहरू अन्धविश्वास जस्तै लाग्यो। उनले सोचे सायद घर पुरानो भएकोले मुसा वा चमेराहरूको आवाजले मानिसहरू डराएका होलान्। उनलाई लाग्यो यदि यो घर सस्तोमा पाइन्छ भने उनले आफ्ना लागि एउटा राम्रो अध्ययन केन्द्र बनाउन सक्छन्। त्यही साँझ सुवास हर्कमानका नाति जो सहरमा बस्थे उनलाई फोन गरे। सुवासको प्रस्ताव सुनेर हर्कमानका नाति अचम्मित भए। उनले भने, सुवासजी, हामी त त्यो घर सित्तैमा दिए पनि हुन्छ भन्ने अवस्थामा पुगिसक्यौं। यदि तपाईँ साँच्चै किन्न चाहनुहुन्छ भने म भोलि नै गाउँ आउँछु। तर एउटा शर्त छ, तपाईँले एक रात त्यो घरमा एक्लै बिताउनु पर्नेछ। हामी चाहदैनौँ कि पछि तपाईँले हामीलाई दोष दिनुहोस्। सुवास राजी भए। उनलाई लाग्यो कि यो त एउटा रोमाञ्चक अनुभव हुनेछ। भोलिपल्ट हर्कमानका नाति नवीन गाउँ आइपुगे। उनले घरको साँचो सुवासलाई सुम्पिए। साँचो पनि खिया लागेको र निकै पुरानो थियो। नवीनको अनुहारमा एउटा अजीबको डर र चिन्ता देखिन्थ्यो। उनले सुवासको काँधमा हात राख्दै भने, सुवास, म यो घरको मालिक भएर पनि यहाँ भित्र पस्ने आँट गर्दिन। मेरो हजुरबुबाले यो घर बनाउँदा केही यस्तो कुरा यहाँ गाड्नु भएको थियो भन्थे जसले यो घरको रक्षा गर्छ। तर त्यो रक्षा हो कि शराब हामीले कहिल्यै बुझेनौं। सुवासले आँट बटुलेर घरको गेट खोले। गेट खोल्दा निस्किएको त्यो कर्कश आवाजले गाउँको शान्तिलाई नै भङ्ग गरेझै लाग्यो। आँगनमा सुकेका पातहरूको थुप्रो थियो। सुवास बिस्तारै भित्र पसे। घरभित्र पस्ने बित्तिकै एउटा छुट्टै किसिमको गन्ध आयो, पुरानो काठ, धुलो र ओसको मिश्रित गन्ध। तर त्यो गन्धमा एउटा अजीबको आकर्षण पनि थियो। भित्रको बनावट भव्य थियो।
ठूला ठूला कोठाहरू, अग्लो छत र भित्तामा झुन्डिएका पुराना तस्बिरहरू। हर्कमान सिंहको एउटा ठूलो तस्बिर बैठक कोठाको मुख्य भित्तामा थियो। तस्बिरमा हर्कमानको आँखा यति सजीव थियो कि सुवासलाई लाग्यो उनी जहाँ जान्छन् ती आँखाहरूले उनलाई पछ्याइरहेका छन्। दिउँसोको समय थियो, त्यसैले सुवासलाई खासै डर लागेन। उनले घरका सबै कोठाहरू घुमेर हेरे। माथिल्लो तलामा एउटा सानो झ्याल थियो जहाँबाट पुरै गाउँ र पर्को हिमाल देखिन्थ्यो। उनले सोचे, यो ठाउँ मेरो लेखनको लागि एकदम उपयुक्त छ। साँझ पर्दै गयो। गाउँका मानिसहरू आफ्नो घरभित्र पसे। सिमलडाँडामा सडक बत्ती थिएन, त्यसैले अन्धकार छिट्टै छायो। सुवासले एउटा लालटिन बालेर एउटा कोठामा आफ्नो ओछ्यान लगाए। उनले आफूसँग केही खानेकुरा र पानी पनि ल्याएका थिए। राति करिब 10 बजेको थियो। बाहिर हावा चल्न थाल्यो। पुराना झ्यालहरू हावाको धक्काले थर्कन थाले। सुवास किताब पढ्ने प्रयास गरिरहेका थिए, तर उनको ध्यान बारम्बार घरको माथिल्लो तलाबाट आइरहेको आवाजमा जान्थ्यो। यस्तो लाग्थ्यो कोही बिस्तारै हिँडिरहेको छ, ट्याप ट्याप ट्याप। सुवासले मनलाई सम्झाए, यो त केवल पुरानो काठ खुम्चिएको आवाज हो। तर आवाज झन् प्रष्ट हुँदै गयो। अब त्यो केवल हिँडाइको आवाज मात्र थिएन, त्यहाँ कसैले गुनगुनाइरहेको जस्तो पनि सुनियो। एउटा मधुर तर विरक्त लाग्दो धुन। सुवासले लालटिन समातेर माथिल्लो तलामा जाने सिँढीतिर पाइला चाले। सिँढीहरू काठका थिए। प्रत्येक पाइलामा क्र्याक क्र्याक आवाज आउँथ्यो। जति माथि जाँदै थिए चिसो बढ्दै गएको महसुस भयो। माथिल्लो तलाको त्यो सानो कोठाको ढोका, जुन दिउँसो उनले बन्द गरेका थिए, अहिले आधा खुला थियो। सुवासले ढोका ढकढक्याए, कोही छ? भित्रबाट कुनै जवाफ आएन, तर त्यो गुनगुनाउने आवाज ठ्याक्कै रोकियो। सुवासले ढोका पुरै खोले। कोठा खाली थियो, तर कोठाको बीचमा एउटा पुरानो काठको बाकस राखिएको थियो। उनलाई याद थियो दिउँसो यो कोठामा कुनै बाकस थिएन। उनले डरलाई दबाउँदै बाकसको नजिक गए। बाकसको बिर्कोमा एउटा अनौठो चिन्ह कुदिएको थियो, एउटा सर्पले आफ्नै पुच्छर निल्न लागेको जस्तो। सुवासले बाकस खोल्न हात बढाए मात्र के थिए, अचानक घरको सबै झ्यालहरू एकैचोटि बन्द भए। ड्याम्म! लालटिनको ज्योति निभ्न लाग्यो। सुवासको मुटुको ढुकुढुकी बढ्यो। उनले महसुस गरे कि उनको पछाडि कोही उभिरहेको छ। एउटा चिसो सास उनको गर्दनमा ठोक्कियो। उनले बिस्तारै पछाडि फर्केर हेरे। त्यहाँ कोही थिएन, तर भित्तामा एउटा छाया देखियो। त्यो छाया कुनै मानिसको जस्तो थिएन। त्यो त एउटा विशाल वृक्षको जस्तो देखिन्थ्यो, जसका हाँगाहरू बिस्तारै सुवासतिर बढिरहेका थिए। सुवास चिच्याउन खोजे, तर उनको आवाज निस्किएन। भोलिपल्ट बिहान जब नवीन र केही गाउँलेहरू घरको गेटमा आइपुगे, उनीहरूले सुवासलाई त्यही अवस्थामा पाए जस्तो अवस्थामा अघिल्लो व्यापारी भेटिएको थियो। सुवास घरको मूल ढोका बाहिर लडिरहेका थिए। उनको अनुहार सेतो भएको थियो र उनका हातहरूमा त्यही बाकसमा भएको चिन्ह जस्तै एउटा छाप बसेको थियो। सुवासको होस खुल्यो, तर उनी केही बोल्न सकेनन्। उनले मात्र औँलाले माथिल्लो तलातिर इसारा गरे। नवीनले घरभित्र गएर हेर्दा त्यहाँ कुनै बाकस थिएन, न त कुनै चिन्ह नै। गाउँका बुढापाकाहरूले कानेकुसी गर्न थाले। फेरि त्यही भयो। यो घरले आफ्नो रहस्य खोल्न चाहदैन। यो घर किन्नु भनेको मृत्युलाई निम्तो दिनु हो। तर सुवास अरू जस्तो भागेनन्। उनले केही दिन गाउँमै बसेर आराम गरे। उनलाई थाहा थियो त्यो रात उनले जे देखे त्यो केवल डर थिएन, त्यो एउटा सन्देश थियो। उनले महसुस गरे कि त्यो घरले कसैलाई खोजिरहेको छ, तर कोही पनि त्यसको योग्य साबित हुन सकेका छैनन्। सुवासले नवीनलाई भने, म यो घर किन्छु, तर मलाई यो घरको इतिहास अझै गहिराईमा जान्नु छ। हर्कमान सिंहले यो घर बनाउनु अघि यहाँ के थियो? यो प्रश्नले नवीनको अनुहारको रङ उडायो। उनले काँप्दै भने, सुवास, तिमी आगोसँग खेल्दैछौ। मेरो हजुरबुबाले यो घर एउटा पुरानो मन्दिरको भग्नावशेषमाथि बनाउनु भएको थियो। भनिन्छ त्यो मन्दिर कुनै देवताको थिएन, बरु एउटा यस्तो शक्तिको थियो जसलाई समयले बिर्सिसकेको थियो। सुवासले अब बुझ्न थाले कि किन यो घर कसैले किन्न चाहेनन्। यो केवल एउटा घर थिएन, यो त एउटा द्वार थियो। एउटा यस्तो संसारको द्वार जहाँ मानिसको तर्कले काम गर्दैनथ्यो। पहिलो भागको अन्त्यमा सुवासले त्यो घरको साँचो फिर्ता गरेनन्।
बरु उनले अझ ठूलो अठोट गरे। उनले बुझे कि त्यो घर किन्नु भनेको केवल पैसा तिर्नु मात्र होइन, बरु त्यो घरभित्र लुकेको अदृश्य मालिकसँग सम्झौता गर्नु हो। तर त्यो सम्झौता के थियो र त्यो बाकसमा के थियो जो सुवासले खोल्न पाएनन्? के सुवासले त्यो घरको रहस्य सुल्झाउन सक्लान् कि उनी पनि अघिल्ला मानिसहरू जस्तै हराएर जानेछन्? सुवासको शरीरमा देखिएको त्यो अनौठो छाप, सर्पले आफ्नै पुच्छर निल्दै गरेको चिन्ह गाउँका जान्ने सुन्नेहरूका लागि निकै ठूलो चिन्ताको विषय बन्यो। गाउँका झाँक्री काले बाजेले जब त्यो चिन्ह सुवासको पाखुरामा देखे, उनको हातबाट मनसाउने अक्षता भुइँमा खस्यो। उनले सुवासको आँखामा हेर्दै भने, बाबु, तिमीले त्यो वस्तुलाई छोयौ जसलाई समयले बाँधेर राखेको थियो। यो चिन्ह कालचक्रको सङ्केत हो। यो घरले तिमीलाई रोजिसक्यो, अब तिमी भागेर पनि भाग्न सक्दैनौ। सुवास डराएका थिएनन्, तर उनीभित्र एउटा अजीबको कौतूहलता जागेको थियो। उनले नवीनलाई सोधे, नवीनजी, तपाईको हजुरबुबा हर्कमान सिंहले यो घर बनाउँदा के साँच्चै मन्दिर भत्काउनु भएको थियो? मलाई सत्य जान्नु छ। नवीनले लामो सास फेर्दै गाउँको पुरानो चौतारीमा बसेर कथा सुनाउन थाले। सुवास, कुरा करिब 100 वर्ष अघिको हो। यहाँ सिमलडाँडामा एउटा सानो थान थियो जसलाई गाउँलेहरू अन्डासुरीको मन्दिर भन्थे। त्यो मन्दिरमा कुनै मूर्ति थिएन, केवल एउटा गहिरो खाडल थियो। भनिन्छ त्यो खाडल पातालसम्म पुग्थ्यो। हर्कमान हजुरबुबा निकै महत्वाकांक्षी हुनुहुन्थ्यो। उहाँलाई लाग्थ्यो कि त्यो ठाउँमा घर बनायो भने उहाँको वंश कहिल्यै गरिब हुने छैन। उहाँले विद्वानहरूको कुरा सुन्नु भएन र त्यो खाडलमाथि एउटा ठूलो ढुङ्गा राखेर घरको जग हाल्नुभयो। नवीनले थपे, घर त बन्यो, सम्पत्ति पनि आयो, तर त्यो घरमा बस्नेहरू कहिल्यै सुखी भएनन्। मेरो ठूलो बुबा अचानक हराउनु भयो। मेरी फुपूले त्यही घरको माथिल्लो तलामा झुन्डिएर आत्महत्या गरिन्। अन्ततः मेरो हजुरबुबा पनि पागल जस्तै भएर मर्नुभयो। उहाँ मर्दै गर्दा एउटै कुरा भन्नुहुन्थ्यो, उसले आफ्नो ठाउँ फिर्ता माग्दैछ। सुवासले यो कुरा सुनेपछि बुझे कि त्यो घरमा हुने गतिविधिहरू कुनै प्रेत आत्माको मात्र खेल होइनन्, बरु त्यो त जमिन मुनिको कुनै प्राचीन शक्तिको विद्रोह थियो। उनले निर्णय गरे कि उनी फेरि त्यो घरमा जानेछन्। तर यसपालि उनी एक्लै थिएनन्। उनले आफ्ना केही पुराना ऐतिहासिक पुस्तकहरू र एउटा रेकर्डर साथमा लिए। त्यो रात औँसीको रात थियो। गाउँमा सन्नाटा झन गहिरो थियो। सुवास घरको मूल ढोका खोलेर भित्र पसे। यसपालि उनले लालटिनको सट्टा शक्तिशाली फ्ल्यासलाइट बोकेका थिए। तर घरभित्र छिर्ने बित्तिकै उनको फ्ल्यासलाइट झिमिक झिमिक गर्न थाल्यो र केही बेरमै निभ्यो। सुवासले बुझे कि यहाँको ऊर्जाले विद्युतीय उपकरणहरूलाई काम गर्न दिँदैन। उनले फेरि त्यही पुरानो लालटिन बाले। उनी सिधै माथिल्लो तलाको त्यो कोठामा गए। यसपालि ढोका पुरै खुल्ला थियो। कोठाको बीचमा त्यही काठको बाकस फेरि देखा पर्यो। सुवासले बिस्तारै बाकसको नजिक गएर गोडा टेके। उनले महसुस गरे कि कोठाको तापक्रम अचानक घटेको छ। तिमी को हौ र तिमी मबाट के चाहन्छौ? सुवासले ठूलो स्वरमा सोधे। उनको आवाज घरको भित्ताहरूमा ठोक्किएर प्रतिध्वनित भयो। अचानक बाकसको बिर्को आफै खुल्यो। बाकसभित्र कुनै सुनचाँदी थिएन। त्यहाँ केवल एउटा पुरानो ताम्रपत्र र एउटा कालो पत्थरको टुक्रा थियो। सुवासले त्यो ताम्रपत्र उठाए। त्यसमा लेखिएका अक्षरहरू निकै पुराना थिए, सायद रञ्जना लिपि वा त्योभन्दा पनि पुरानो। त्यही समयमा घरको भुइँ हल्लिन थाल्यो। सुवासलाई लाग्यो कि भूकम्प गइरहेको छ। तर त्यो कम्पन केवल त्यो घरभित्र मात्र सीमित थियो। भित्ताहरूबाट रगत जस्तो रातो तरल पदार्थ बग्न थाल्यो। सुवास डराएर पछाडि हटे, तर पछाडिको ढोका आफै बन्द भयो। अचानक हर्कमान सिंहको तस्बिरबाट एउटा छाया निस्किएर सुवासको अगाडि उभियो। त्यो छाया हर्कमानकै जस्तो देखिन्थ्यो, तर उसको अनुहारमा भयानक पीडा थियो। छाया बोल्यो, तर आवाज उसको मुखबाट होइन, सुवासको दिमागभित्रै सुनियो, यसलाई फिर्ता गर। सुवास, यसलाई फिर्ता गर। मैले जे गल्ती गरेँ त्यसको सजाय मेरो वंशले भोगिरहेको छ। यो पत्थर यो घरको जगमा रहेको त्यो खाडलको साँचो हो। जबसम्म यो पत्थर बाहिर रहन्छ यो घरले शान्ति पाउने छैन। सुवासले काँप्दै सोधे, म के गरूँ? मैले यो कसरी फिर्ता गर्ने? छायाले इसारा गर्यो। घरको भण्डार कोठामा एउटा पुरानो खम्बा छ। त्यो खम्बाको मुनि एउटा लुकेको बाटो छ।
त्यहाँ जाऊ र यो पत्थरलाई त्यसको वास्तविक ठाउँमा राख, नत्र यो गाउँले कहिल्यै सूर्योदय देख्ने छैन। यति भन्नासाथ त्यो छाया हावामा बिलायो। सुवासले बुझे कि अब उनीसँग समय थोरै छ। उनले त्यो कालो पत्थर र ताम्रपत्र समातेर तलतिर दौडिए। भण्डार कोठा अँध्यारो र ओसिलो थियो। त्यहाँ ठूला ठूला तामाका गाग्रीहरू र पुराना अन्न राख्ने भकारीहरू थिए। सुवासले एउटा ठूलो काठको खम्बा फेला पारे। उनले आफ्नो पुरै शक्ति लगाएर त्यो खम्बालाई धकेले। खम्बाको मुनि एउटा ढुङ्गाको ढक्कन देखियो। उनले त्यो ढक्कन हटाए। भित्र एउटा अँध्यारो सुरुङ थियो जहाँबाट एउटा अनौठो सुसाइ आइरहेको थियो, मानौ कुनै ठूलो प्राणीले सास फेरिरहेको होस्। सुवास सुरुङभित्र पस्न हस्किए। उनलाई लाग्यो कि यदि उनी भित्र गए भने कहिल्यै बाहिर आउन सक्ने छैनन्। तर त्यही समयमा उनले बाहिर गाउँबाट मानिसहरूको रुवाबासी सुने। उनले झ्यालबाट बाहिर हेरे। गाउँलाई एउटा बाक्लो कालो बादलले घेरेको थियो र मानिसहरू चिच्याउँदै यताउता दौडिरहेका थिए। त्यो घरको शक्ति अब गाउँसम्म फैलिँदै थियो। मैले यो गर्नै पर्छ, सुवासले आफैलाई भने। उनी सुरुङभित्र ओर्लिए। सुरुङभित्रको हावा तातो थियो। बिस्तारै उनी एउटा ठूलो हल जस्तो ठाउँमा पुगे। त्यहाँको दृश्य देखेर सुवासको होस उड्यो। त्यहाँ एउटा विशाल सर्पको मूर्ति थियो जसको टाउकोमा एउटा खाली ठाउँ थियो। त्यो मूर्ति ठ्याक्कै त्यही चिन्ह जस्तो थियो जो सुवासको हातमा छापिएको थियो। वरपर हजारौं साना साना सर्पहरू हलचल गरिरहेका थिए, तर तिनीहरूले सुवासलाई केही गरेनन्। सुवासले आफ्नो बोजीबाट त्यो कालो पत्थर निकाले। उनलाई महसुस भयो कि पत्थर निकै तातो भएको छ। उनले त्यो पत्थरलाई मूर्तिको टाउकोको खाली ठाउँमा राख्ने प्रयास गरे। तर त्यही बेला एउटा भयानक आवाज आयो। तिमीले सोचेका छौ यो यति सजिलो छ? सुवासले पछाडि फर्केर हेरे। त्यहाँ नवीन उभिएको थियो, तर उसको आँखामा एउटा अजीबको चमक थियो। नवीनको बोली बदलिएको थियो। सुवास, यो पत्थर यो घरको शक्ति हो। मेरो हजुरबुबा मूर्ख हुनुहुन्थ्यो, उहाँले यसलाई लुकाउनु भयो। तर मलाई थाहा छ यसको प्रयोगले म संसारकै धनी व्यक्ति बन्न सक्छु। मलाई त्यो पत्थर देऊ। नवीनले सुवासलाई आक्रमण गर्यो। नवीनको शक्ति सामान्य मानिसको भन्दा धेरै गुणा बढी थियो। उसले सुवासलाई भुइँमा पछार्यो र पत्थर खोस्न खोज्यो। सुवासले बुझे कि नवीनलाई त्यो घरको नकारात्मक शक्तिले आफ्नो नियन्त्रणमा लिइसकेको छ। नवीन, होसमा आऊ। यो शक्ति होइन, यो शराब हो, सुवास चिच्याए। तर नवीनले सुनेन। उसले सुवासको घाँटी थिच्यो। सुवासको सास रोकिन लाग्यो। उनको हातबाट पत्थर झन्डै खुस्कियो। त्यही बेला सुवासको हातको त्यो कालचक्रको चिन्ह चम्कन थाल्यो। एउटा तीव्र नीलो प्रकाश कोठाभरि फैलियो। नवीन त्यो प्रकाशले गर्दा पछाडि हुत्तियो। सुवासले अन्तिम शक्ति बटुलेर त्यो पत्थरलाई मूर्तिको टाउकोमा ठ्याक्कै फिट गरिदिए। एक क्षणको लागि पुरै गाउँ थर्कियो। एउटा ठूलो गर्जन सुनियो र त्यसपछि सबै कुरा शान्त भयो। सुरुङभित्रका सर्पहरू गायब भए। भित्ताबाट बगिरहेको रगत जस्तो तरल पदार्थ सुक्यो। नवीन भुइँमा बेहोस भएर लड्यो। सुवासले लामो सास फेरे। उनले महसुस गरे कि उनको हातको त्यो चिन्ह बिस्तारै मेटिँदै गइरहेको छ। तर कथा अझै सकिएको थिएन। जब सुवास सुरुङबाट बाहिर निस्किए, उनले देखे कि घरको बनावट बदलिसकेको थियो। त्यो पुरानो डरलाग्दो घर अब एउटा साधारण पुरानो भवन जस्तो मात्र देखिन्थ्यो। भोलिपल्ट बिहान गाउँमा सूर्यको पहिलो किरण पर्दा मानिसहरू अचम्मित भए। उनीहरूले महसुस गरे कि उनीहरूको टाउकोबाट एउटा ठूलो बोझ हटेको छ। नवीनको पनि होस खुल्यो, तर उसलाई अघिल्लो रातको केही पनि याद थिएन। तर जब सुवासले त्यो ताम्रपत्र फेरि पढे, उनले एउटा डरलाग्दो कुरा थाहा पाए। ताम्रपत्रको अन्त्यमा लेखिएको थियो, जसले यो चक्रलाई पुनः स्थापित गर्छ, उसले यसको रक्षाको लागि आफ्नो जीवनको एउटा ठूलो मूल्य चुकाउनु पर्नेछ। यो घर अब कहिल्यै खाली हुने छैन। सुवासले बुझे कि गाउँलेहरूले किन यो घर किन्न चाहेनन्। यो घर केवल एउटा भवन थिएन, यो एउटा जिम्मेवारी थियो। उनले निर्णय गरे कि उनी यो घर छोडेर कतै जाने छैनन्। उनले नवीनसँग त्यो घर किने, तर बस्नका लागि होइन, बरु त्यसको रक्षा गर्नका लागि। गाउँलेहरू अहिले पनि त्यो घरको नजिक जाँदैनन्, तर अब उनीहरू डराउँदैनन्।
उनीहरूलाई थाहा छ कि त्यहाँ सुवास छ जो त्यो पुरानो रहस्यको संरक्षक बनेर बसेको छ। तर प्रश्न अझै बाँकी थियो, सुवासले चुकाउनु पर्ने त्यो ठूलो मूल्य के थियो र के त्यो ताम्रपत्रमा लेखिएको कुरा साँच्चै अन्तिम सत्य थियो। सुवासले घर त किने, तर त्यो घर अब पहिलेको जस्तो रहेन। घरको बाहिरी रूप सामान्य देखिए पनि सुवासले अनुभव गरिरहेका थिए कि उनको शरीरभित्र एउटा अनौठो परिवर्तन आइरहेको छ। ताम्रपत्रमा लेखिएको ठूलो मूल्यको अर्थ उनले बिस्तारै बुझ्न थाले। उनलाई अब भोक लाग्न छोड्यो, निद्रा हराउन थाल्यो र अचम्मको कुरा त यो थियो कि उनले ऐनामा हेर्दा आफ्नो प्रतिबिम्ब धमिलो देख्न थाले। गाउँलेहरू सुवासलाई त्यागी लेखक भन्न थालेका थिए। उनी महिनासम्म घर बाहिर निस्किँदैनथे। नवीन, जो अब सहरमा बस्थ्यो, कहिलेकाहीँ सुवासलाई भेट्न आउँदा ढोका बाहिरैबाट कुरा गर्थ्यो। सुवासको आवाजमा अब एउटा गम्भीरता र अधिकार थियो जुन कुनै साधारण मानिसमा हुँदैन। एक रात गाउँमा ठूलो आँधीहुरी चल्यो। सिमलडाँडाको इतिहासमै नभएको यस्तो विनाशकारी हावाहुरीले गाउँका धेरै घरका छानाहरू उडायो। गाउँलेहरू डराएर चिच्याउन थाले। सबैजना भागेर सुरक्षित ठाउँ खोज्न थाले, तर अनौठो कुरा, त्यो आँधीको केन्द्रबिन्दु त्यही पुरानो घर थियो। सुवास घरको माथिल्लो तलामा बसेर ध्यान गरिरहेका थिए। उनले महसुस गरे कि जमिन मुनिको त्यो प्राचीन शक्ति फेरि छटपटाउन थालेको छ। पत्थरलाई ठाउँमा राखेर मात्र पुग्ने रहेनछ, त्यसलाई निरन्तर शान्त राख्न एउटा जीवित ऊर्जाको आवश्यक पर्ने रहेछ। अचानक घरको मूल ढोका जोडले खुल्यो। गाउँका झाँक्री काले बाजे र केही साहसी युवाहरू भित्र पसे। उनीहरूले देखे सुवास भुइँभन्दा 2 फिट माथि हावामा तैरिरहेका छन्। उनको वरिपरि त्यही नीलो प्रकाश चम्किरहेको थियो। सुवास बाबु, यो के हुँदैछ? काले बाजेले चिच्याएर सोधे। सुवासले बिस्तारै आँखा खोले। उनका आँखाहरू अब पूर्ण रूपमा सेता भइसकेका थिए। उनले भने, बाजे, हर्कमान सिंहले यो घर बनाएर एउटा ठूलो सन्तुलन बिगारेका थिए। यो घर एउटा बाघ जस्तै हो। यदि मैले यसलाई थामेर राखिन भने यो पुरै गाउँ पातालमा भासिनेछ। काले बाजेले बुझे कि सुवासले आफ्नो मानवीय अस्तित्व त्यागेर यो घर र गाउँको रक्षा गरिरहेका छन्। उनले भने, बाबु, यो त अन्याय भयो। एउटा मान्छेले पुरै गाउँको पापको भारी किन बोक्ने? सुवासले मधुरो मुस्कानका साथ जवाफ दिए, यो पाप होइन बाजे, यो त नियति हो। कसै न कसैले त यो द्वारको पाले बन्नै पर्थ्यो। अघिल्ला मानिसहरू डराएर भागे, त्यसैले उनीहरूले दुःख पाए। मैले यसलाई स्वीकार गरेँ, त्यसैले म यो शक्तिको अंश बनेको छु। त्यही समयमा घरको भित्ताहरूबाट एउटा पुरानो आवाज गुन्जियो। यो आवाज न त हर्कमानको थियो न त कुनै भूतको। यो त स्वयं धरतीको आवाज थियो। त्यसले माग्यो, बलि। गाउँलेहरू डराएर पछाडि हटे। बलि? के यसले सुवासको ज्यान माग्दैछ? सुवासले ताम्रपत्रको अन्तिम हर्फ पढे, जुन पहिले अदृश्य थियो। जब रक्षकले आफ्नो रगतले यो भूमि सिञ्चित गर्छ, तब मात्र यो श्राप सदाका लागि समाप्त हुनेछ। सुवासले बुझे कि उनले के गर्नुपर्छ। उनले काले बाजेलाई भने, बाजे, मलाई एउटा वचन दिनुहोस्। मेरो मृत्युपछि यो घरलाई कहिल्यै नभत्काउनुहोला। यसलाई एउटा मन्दिरको रूपमा राख्नुहोला, जहाँ मानिसहरूले प्रकृतिको शक्तिको सम्मान गर्न सिकुन्। सुवासले एउटा सानो खुकुरी निकालेर आफ्नो हत्केलामा एउटा गहिरो चोट बनाए। उनले आफ्नो रगत त्यो प्राचीन कालो पत्थरमाथि चुहाए, जुन उनले अघिल्लो रात जगमा स्थापित गरेका थिए। रगत पत्थरमा पर्ने बित्तिकै एउटा भयानक प्रकाश फैलियो। घरका सबै झ्यालढोकाहरू जोडले बन्द भए र फेरि खुले। बाहिरको आँधीहुरी एकै क्षणमा थामियो। चन्द्रमाको शीतल प्रकाश गाउँमा छायो। जब गाउँलेहरूले आँखा खोले, उनीहरूले सुवासलाई त्यहाँ देखेनन्। उनी जहाँ बसेका थिए त्यहाँ केवल उनको लुगा र एउटा चम्किलो कालो पत्थर बाँकी थियो। सुवास भौतिक रूपमा बिलाइसकेका थिए, तर उनको उपस्थिति त्यो घरको कण-कणमा महसुस हुन्थ्यो। अर्को दिनदेखि त्यो घरको वातावरण पूर्ण रूपमा बदलियो। अब त्यहाँ डर थिएन। त्यहाँ एउटा अजीबको शान्ति थियो। मानिसहरूले त्यो घरलाई रक्षकको घर भन्न थाले। नवीनले त्यो घर गाउँलाई नै दान गरिदियो। गाउँलेहरूले अब बुझे कि किन कसैले त्यो घर किन्न चाहेनन्। किनकि त्यो घर बिक्ने चिज नै थिएन। त्यो त एउटा बलिदान र सुरक्षाको प्रतीक थियो।
सुवासले आफ्नो जीवन दिएर गाउँलाई मात्र बचाएनन्, उनले यो पनि सिकाए कि प्रकृति र प्राचीन शक्तिसँग खेल्नुको परिणाम कति भयानक हुन सक्छ। आज पनि सिमलडाँडा गाउँमा मानिसहरू त्यो पुरानो घरको अगाडिबाट जाँदा शिर झुकाउँछन्। भनिन्छ कहिलेकाहीँ शान्त रातहरूमा त्यो घरको माथिल्लो तलाबाट अझै पनि एउटा मधुर गुनगुनाहट सुनिन्छ, मानव सुवास अझै पनि आफ्नो कथा लेखिरहेका छन् र गाउँको रक्षा गरिरहेका छन्। त्यो घर कहिल्यै बिक्री भएन, तर आज त्यो गाउँको सबैभन्दा बहुमूल्य सम्पत्ति बनेको छ। मानिसहरूले बल्ल बुझे केही कुराहरू किन्नका लागि होइन, बरु पुज्नका लागि र रक्षा गर्नका लागि हुन्छन्। कथाको अन्त्य।